हिन्दीमा एउटा कहावत छ, इलाका तेरा धमाका मेरा। झापा पुगेर बालेन शाहले मचाएको धमाका केपी ओलीको राजनीतिक जीवनको लागि सबैभन्दा ठूलो र खतरनाक विस्फोट थियो। चुनावका अघिल्ला दिनहरूसम्म पनि केपी ओलीले तपाईँ चुनाव हार्नुभयो भने के गर्नुहुन्छ भन्ने मिडियाका प्रश्नहरूमा यो हार भन्ने कुरा कहाँबाट आयो, किन बोलेको यस्तो कुरा, कसरी हुन्छ हार भनेर उही दम्ब र घमण्डका साथ प्रस्तुत भइरहेका केपी ओलीलाई झापालीहरूले नराम्रोसी पछाड दिए। केपी ओली मात्र होइन, उनका अगाडि पछाडि हिँड्ने शीर्ष दलका नेताहरू, पुराना दलका शीर्ष नेताहरू पछाडिएका छन्। केही ठाउँको निर्वाचन परिणाम हेर्दा त यस्तो लाग्छ कि एमाले कांग्रेसको झण्डा बोकेर आफ्ना नेतालाई जिताउनको लागि पछि पछि हिँडेका कार्यकर्ताहरूले पनि चुपचाप घन्टी छाप गरिदिएको जस्तो देखिएको छ। आफ्नै पछाडि हिँडेका मान्छेहरू पनि आफ्ना हुँदा रहेनछन् भन्ने कुरा सायद यसपालिको चुनावको परिणामले चेते होलान्। देशभर बजेको यो घन्टीको विषयमा पुराना राजनीतिक दलहरूले कसरी समीक्षा गर्लान् तो आउने दिनमा थाहा नै होला। तर हाम्रा यत्रा संगठनहरू छन्, यत्रा भातृ संगठन छन्, यत्रा संगठित कार्यकर्ताहरू छन्, यत्रा पार्टी सदस्यहरू छन्, तिनका यत्रा परिवार सदस्यहरू छन्, यस्तो भनेर फुइल्याउने दिन नेपालमा अहिलेको लागि चाहिँ सकियो। पुराना राजनीतिक दलहरू जो अति दलीयकरण गर्न माहिर छन्, उनका राजनीतिक संगठनहरू, भातृ संगठनहरू कहाँ थिएनन्? पार्टीका शिक्षक थिए, पार्टीका कर्मचारी थिए, पार्टीका बुद्धिजीवी थिए, पार्टीका मजदुर थिए, पार्टीका युवा थिए, पार्टीका व्यवसायी थिए, पार्टीका पत्रकार थिए। तर सबका सब, शिक्षकदेखि विद्यार्थीदेखि व्यवसायीदेखि बुद्धिजीवीदेखि पत्रकारसम्म सबका सब लगाउँदाखेरि पनि आफ्नो नेतालाई जिताउन सकेनन् र हालत खराब भएर यस्तो दिन आयो। 4 वर्ष अगाडि काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङ अनि गोपी हमालहरूले स्वतन्त्र उम्मेदवारी दिएर पुराना दलका उम्मेदवारहरूलाई पछाडेर चुनाव जितेर आएर स्पष्ट सङ्केत गरेका थिए कि जनताले विकल्प खोजिरहेका छन्। त्यो एउटा सङ्केत मात्र थिएन, जनता सधैँ तिमीहरू नै भनेर बस्नेवाला छैनन्, सुध्र्यौ भन्ने एउटा खतराको घन्टी समेत थियो। त्यसलाई आत्मसात गर्नु र आफूलाई सुधार्नुको साटो बरु दलहरूले तिनै जितेर आएका स्वतन्त्र उम्मेदवारहरूसँग जोडी खोज्न जाने, होच्याउने, तुच्छ बोल्ने काम गरिरहे र कार्यकर्ताहरूले बर्र ताली बजाइरहे। त्यो एउटा झिल्को थियो। बालेन, हड्क, गोपीहरूले चुनाव जित्नु एउटा झिल्को थियो। त्यही झिल्कोमा घिउ थप्ने गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो। छोटो समयमा चुनावमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै 2 दर्जन जति सिट ल्यायो, देशको महत्त्वपूर्ण शक्ति मध्येको एउटा बन्यो। तर पनि दलहरूले आफूलाई सच्याएनन्, सुधारेनन् र समीक्षा गरेनन्। बरु सत्ता र स्वार्थको लागि जहिले जोसँग जे पनि गर्ने काम दोहोऱ्याइरहे, तेह्राइरहे। सधैँ जनतालाई ललिपप देखाइरहेका र जनताहरू बारम्बार धोका पाइरहेको यो अवस्थामा परिवर्तनको आशा गरेर, आक्रोश पोखेर जनताले यसपटक नेताहरूसँग दरो बदला लिए। जेनजीलाई आन्दोलनमा जानुपर्ने दिन लिएर आएको र जेनजीको विद्रोहमाथि दमन गरेको विषयमा त्यति बेला सत्ता सञ्चालन गरिरहेको साझेदार दल र नेतृत्व गरिरहेको दलका नेताहरूलाई आम मिडियाले जवाफदेहिता र जिम्मेवारीको प्रश्न गरिरहे। तर जिम्मेवारी लिनु, जवाफदेही हुनु र प्रतिबद्धता जाहेर गर्नु त कता हो। बरु ती दलका नेताहरूले मिडियालाई पत्रकारिता भने सिकाइरहन्थे। तर मिडियाले आफूमाथि किन यस्ता प्रश्न गरिरहेका छन्, आम सञ्चार माध्यमले यस्ता किसिमका प्रश्न हामीमाथि किन गरिरहेका छन् भनेर आफ्नो मैलिएको अनुहार घरको ऐनामा लगेर हेर्ने चेष्टा चाहिँ कसैले गरेनन्। पुराना दलहरूको यो दिन आएको आज एक्कासी आएको होइन। जनताले पटक पटक हेरेको, पटक पटक मौका दिएको, पटक पटक सुध्रिने मौका दिएको कसै नभएपछि जनताले आफ्नो आक्रोश र परिवर्तनको आशा मतपत्रमा देखाइदिएको। पुराना दलहरूले सत्ता र स्वार्थको लागि बारम्बार गठबन्धन गरिरहे। तर यसपालिको चुनावमा उनीहरू बिना गठबन्धन चुनावमा उभिएका थिए। यसपालि नेताहरूले होइन, जनताहरूले गठबन्धन गरेका रहेछन्। सबका सब पुरानालाई हराइदिने, पछाडिदिने, लखेटिदिने गठबन्धन। जनतामा यो लेभलको फ्रस्ट्रेसन, यो लेभलको वितृष्णा, यो लेभलको आक्रोश छ भन्ने कुरा पुराना दलहरूले बुझ्नै खोजेनन्, बुझेनन्। बरु नयाँ आएकाहरूलाई होच्याउने, खिसिटिउरी गर्ने र अरूको अस्तित्व स्वीकार नगर्ने काम दोहोऱ्याइरहे, तेह्राइरहे। भन्नेहरूले भन्छन् यो बालेन शाहको क्रेजको कारणले आएको लहर हो, खास होइन भन्न भ्याइसकेका छन्। तर बालेन शाहको यत्रो क्रेज किन भएको होला त? बालेन शाह को थिए? यत्रा पालिकाहरू मध्येको एउटा पालिकाको मेयर। एउटा पालिकाको मेयरको यत्रो क्रेज किन भएको होला?
त्यत्रो पटक देश चलाएका प्रधानमन्त्रीको भन्दा बढी क्रेज एउटा पालिकाको मेयरको कसले बनाइदिएको होला? एउटा पालिकाको मेयरसँग देश सञ्चालन गरिरहेको मान्छे बारम्बार सिउँडी खेल्न जाने, जोडी खोज्न जाने, नसामा छ आँखा लट्ठिन्छ भन्ने जस्ता अभिव्यक्तिहरू बारम्बार दिइरहने, कार्यकर्ताहरू हो भन्दै ताली बजाइरहने, हो यस्तै यस्तै कारणले यो क्रेज बालेनको भएको हो। रवि लामिछाने को थिए? एउटा टिभीमा बोल्ने मान्छे। एउटा टिभीमा बोल्ने मान्छेको यत्रो क्रेज किन भएको होला? एउटा टिभीमा बोल्ने मान्छे फ्याक्ट राजनीतिमा आएर पार्टी खोलेर केही समयमै भएको चुनावमा देशको प्रमुख शक्ति मध्येको एउटा शक्ति बनाएर यत्रो क्रेज कसरी हासिल गरेको होला? जेल पर्दाखेरि जहिले पनि मान्छे सडकमा आउने किन भएको होला भन्नेहरूले भन्छन् कि हामीले लडेर ल्याइदिएको व्यवस्थामा टेकेर आज रवि र बालेनहरू हिरो भएका हुन्। ठिक हो, उनीहरूले नै ल्याइदिएको व्यवस्था, उनीहरूले नै लडेर ल्याइदिएको व्यवस्थामा उनीहरू हिरो भएका होलान्, तर त्यो व्यवस्थामा मात्र हिरो भएका होइनन्। त्यही व्यवस्थाभित्रको भ्रष्टाचार, त्यही व्यथिति र तिनै पुराना दलहरूको अकर्मण्यताको कारण बालेन र रविहरूको उदय भएको हो। रासोपालाई देशभरबाट भारी मत दिएर जनताले एउटा परीक्षा लिन खोज्दैछन्। रासोपाले जितेकोमा बधाई दिन सकिँदैन, शुभकामना मात्रै भन्न सकिन्छ। किनभने रासोपाले चुनाव जितेको हो, जनताले लिन खोजेको परीक्षा बल्ल सुरु हुँदैछ। रासोपाले कुनै चमत्कार गरेर, कुनै विघ्नको विकासका सुशासनको काम गरेर जनताले विश्वास गरेर रासोपालाई भोट दिएका होइनन्। चरम निराशाको बीच पटक पटक पुराना दलबाट धोका पाएपछि यसपटक एउटा आशाको तान्द्रो मात्रै बाँकी रहेर एकपटकलाई हेरिदिउँ भनेर अवसर मात्रै दिएका हुन्। यो अवसरमा रासोपा खडो उत्रेन सकेन भने यसले गर्दा दिएन, हामीले त गर्न खोजेका थियौँ, यहाँनिर रोकियो, यस्तो रहेछ त्यस्तो रहेछ भन्ने किसिमका कुराहरू आउन थाले भने रासोपाको लहर अहिले जसरी आएको छ त्योभन्दा चाँडै रासोपाको लहर सकिनेछ। अब 84मै अर्को चुनाव हुँदैछ। यदि रासोपाले डेलिभरी दिन सकेन, सुशासन कायम गर्न सकेन, विकासको गति अगाडि बढाउने लक्षण देखाएन भने अहिलेको जस्तो दबदबा अब भर्खरैको 84को चुनावमा समेत हुनेवाला छैन। माओवादी 64मा कत्रो थियो, त्यसपछिका चुनावहरूमा कत्रो भयो र अहिले कत्रो छ, कता छ तपाईँ हामी सबैले देखेकै छौँ। रासोपामा पुराना दलका असन्तुष्टहरू, पुराना दलमा अवसर नपाएका मान्छेहरूको बिगबिगी पनि त्यस्तै छ। ती मान्छेहरू पुराना दलमा भइन्जेलसम्म खराब, नयाँ दलमा आउने बित्तिकै नयाँ र चोखो हुने त्यस्तो हुँदैन। जनताहरूले रासोपाको बोली र व्यवहार, चरित्र कस्तो हुन्छ भन्ने कुराको मूल्याङ्कन आजकै दिनबाट गर्न सुरु गरिसकेका छन्। आजको बधाई र प्रशंसाको वैरो आलोचनामा परिणत हुन धेरै समय नलाग्न पनि सक्छ। जनताको यसपालिको आक्रोश रासोपालाई जिताउने भन्ने कुरासँग मात्रै सम्बन्धित छैन, पुरानालाई सबका सबलाई पछाड्ने, त्यो पनि मूर्छा पर्ने गरी पछाड्नेसँग समेत सम्बन्धित छ। रासोपाको विजय सँगसँगै पुराना शीर्ष दलका नेताहरू संसदको प्रतिपक्षमा बस्न पनि योग्य छैनन् भन्ने किसिमको अभिमत जनताले मतपत्र मार्फत व्यक्त गरेका छन्। यो भनेको रासोपालाई जनताले ठुलो भारी बोकाएका छन्। यो भारी बोक्न रासोपालाई सजिलो हुने छैन। आफूलाई सुधारिएको दल भनेर गगन थापाको नेतृत्वमा चुनावमा होमिएको कांग्रेस सुधारिएको भनेर जनताले एक रत्ती विश्वास गरेनन्। कांग्रेस सुध्रियो भन्ने जनतालाई लागेन, कांग्रेस सुध्रिनै बाँकी छ भन्ने लाग्यो। लज्जास्पद हार कांग्रेसले बिहोर्यो। यता पुष्पकमल दाहाल प्रचण्ड पूर्व प्रधानमन्त्रीहरू मध्ये आफूले मात्रै चुनाव जितेको र आफूले नै अब रासोपाको नेतृत्व गर्नुपर्ने, आफू नै महान नेता जस्तो भएर तर्क गर्दैछन्। यसो त प्रचण्डसँग चित्त बुझाउनको लागि यो भन्दा बाँकी अरू के नै छ र? जेनजी विद्रोह पछाडि गठित छानबिन समितिको प्रतिवेदन अब सार्वजनिक होला। केपी ओलीहरू हारेर मात्रै सुख पाउने हुन् कि जेलै कोचिनु पर्ने हो भन्ने कुराको टुङ्गो पनि केही दिनमा लाग्ला। यतिमा कुरा सीमित छैन। 3 दशकदेखि राज गरिरहेका नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा छ। अहिलेसम्मका सबका सब काण्डको छानबिन गर्ने कुरा छ। दोषी देखिएकाहरूलाई जेल कोच्ने कुरा छ। यति मात्र होइन, परिवर्तन भयो, विकास हुन्छ भन्ने कुरामा जनताहरूलाई आश्वस्त पार्नुपर्नेछ। यदि अहिले विकल्प देखिएको रासोपाले यति कुरामा जनतालाई आश्वस्त पार्न सकेन भने रासोपा पनि केही समय पछाडि पुरानो हुनेछ,
जुन जोगी आए पनि त्यही नै हो भन्ने भाष्य सृजना हुनेछ र फेरि त्यही निराशाको बीचमा अरू नयाँ विकल्पहरू जन्मिनेछन्। धमाकेदार जित हासिल गरेको रासोपाले अब सत्ताको कुर्सी सम्हाल्नेछ। जनताले गरेको भारी विश्वास र जनताले बोकाएको यो गरुङ्गो भारी बोक्न रासोपालाई पक्कै पनि सजिलो हुने छैन। थोरै मात्रै तलमाथि भयो, दायाँ बायाँ भयो, जनताको परिवर्तनको आशामाथि तुछारापात भयो भने रासोपा र यसका नेताहरू पनि भित्तामा पुग्न धेरै समय लाग्दैन। रासोपालाई भारी मतदान गरेर आम नेपाली नागरिकहरूले सही निर्णय गरे या गलत निर्णय गरे भन्ने कुराको जवाब स्वयं रासोपाले आफ्नो व्यवहार, आफ्नो चरित्र र पर्फर्मेन्स मार्फत दिनुपर्नेछ, जसलाई नेपाली नागरिकहरूले नजिकबाट निहालिरहनेछन्। जय होस्। मेरो विश्वास सधैँ नेपाल फर्निचर, ढुक्क वर्षौं वर्षलाई। लीलाकान्त कणेल चिकित्सा गर्ने ठाउँ कनाउँदै कनाउँदै रगत पनि आउने, वैदिक आयुर्वेदमा गएपछि ठुलो विश्वास आयुर्वेदमा छ। म साह्रै पीडित भएर म यो खुसीको आँसु